तपाईहरुले गरेको क्रियाकलाप एमालेको नाममा, कांग्रेसको नाममा, माओवादीको नाममा या राजावादीको नाममा एमाले भन्नु त सबैले जसरी लुटेर कार्यकर्तालाई देशको अनुदान लुटेर हामी तपाईलाई नै लुटेर भनेको छैन, तपाई जस्तै हुन लुटेर। ये तो धोती खोल रहा है। मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो, मन्त्रीबाट त हटाए जस्तो गर्नुभयो, तर संरक्षण गरेर राख्नु भएको छ। त्यसो भए तपाई मानव तस्करीको संरक्षक हो। नीतिगत दिगोपनको हिसाबले लङ टर्मको हिसाबले गर्ने हो भने 48 देखि यता त के भीमसेन थापाकै पालादेखि यता आउँदाखेरि हामीले 5 वर्ष एउटा प्रधानमन्त्री राख्न सकेनौं नि नेपालले। त्यो त हामीले 48 पछि त राख्नु पर्थ्यो होला, 62 63 पछि त राख्नु पर्थ्यो होला। कसलाई दोष दिने? तपाईहरुलाई। रवि लामिछाने कुनै सहकारीको सञ्चालक होइन। उहाँले कुनै सहकारीमा गएर ल्याप्चे लगाएर नागरिकताको फोटोकपी राखेर 3 पुस्ते राखेर लोन लिनु भएको छैन, तर आज उहाँ जेलमा हुनुहुन्छ। सहकारीको सञ्चालक समितिको सदस्य र सहकारीको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको, तपाईलाई चाहियो भने म दिन्छु। प्रकाशित गरिएको व्यक्ति तपाईको श्रीमती, उहाँ चाहिँ उन्मुक्ति। यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ? त्यही भएर तपाईले सभापति नछोड्या त हो नि। कहिलेकाहीँ त लाज पनि हुन्छ, अघि पनि एउटा लाजको कुरा बताए। जनताको पैसामा तलमाथि गरेपछि लाज हुन्न त? अरे बाप रे, ये तो धोती खोल रहा है। जनता अज्ञानी पनि हुन्छ के? जनता भने दुईटै हुन्छ। जनता अज्ञानी हुन्छ भने त सर 52 सालमा सशस्त्र युद्धको तपाईहरुले सुरुवात गरिराख्दा 17000 मान्छे मर्नी र मार्नी अवस्था आउँदा त्यति बेला जनताले तपाईलाई साथ दिए, जनता अज्ञानी भए। जनआन्दोलनमा जुन रूपमा मान्छे मरेर ठूलो क्षति भयो त्यति बेला जनता अज्ञानी भए। यत्रो समय 18 वर्षसम्म यी राजनीतिक दलहरुलाई चाहिँ साथ दिनुपर्ने बाध्यता आयो, जनता त्यहाँ अज्ञानी भए। जनता त्यसो भए 7 सालदेखि यता राणाकालदेखि यता जनता सधैँ अज्ञानी। ठुल्ठुलो पार्टी मिलेर बसेका छन्, प्रतिपक्ष कमजोर बनाएर लोकतन्त्र कमजोर हुन्छ भने फेरि गीत गाइहाल्छ। यहाँ त यो मुलुक यस्तो मुलुक बन्यो कि अहिले के गरेर पनि तपाईँलाई सुखै पाउनु। कसले बनाएको यस्तो? तपाईहरुले बनायो हैन? 38 सालदेखि सबै निरन्तर रूपमा जनप्रतिनिधिदेखि राजनीतिक मान्छे तपाईँ हैन, तपाईले लिन पर्दैन त्यसको दोष। शाबाश मेरे शेर। जनताले यसो भन्न थाले नि, पहिला एउटा राजा थियो, अहिले 753 वटा राजा, 7 वटा राजा, यो अर्को गणतन्त्रको राजा, 761 वटा राजा भए, टोल टोलमा राजा भए। अब श्रीपेश नलगाएका त्यस्ता चीजहरु पहिले लुट्नसम्म लुटे भन्छन् नि त। मैले भन्ने गरे 761 राजाले लुट्न भन्दा एउटै राजाले लुटे अलि कमै हुन्थ्यो, बरु ठिकै थियो भन्ने लाग्यो होला क्या।